सबैमा जय श्री राधे जय श्याम हार्दिक नमन छ। सबैमा शुभ प्रभात। दर्शकबिन म सधैँको जस्तै आज पनि पञ्चाङ्गको एपिसोड र राशिफल लिएर उपस्थित भइसकेको छु। आउनुहोस् शुभारम्भमा पञ्चाङ्गको जानकारी लिउँ र आज महत्त्वपूर्ण विषयवस्तुमा एकादशीको व्रत कहिले भन्ने जुन एउटा हाम्रो हजुरआमामा एउटा चाहिँ जिज्ञासा रहन्छ त्यो बारेमा पनि म यहाँलाई जानकारी दिन गइरहेको छु। आज एकादशी व्रत पनि परेको छ। आज मिति 2082 साल माघ महिनाको 15 गते आज बिहिबार। मृगशिरा नक्षत्र, ऐन्द्र योग, भवकरण, आनन्दादि योगमा आज मृत्यु योग परेको छ। आज चन्द्रमा वृष राशिमा हुनुहुन्छ। 29 तारिक जनवरी सन् 2026। त्यसैगरी आज भीमा एकादशी व्रत परेको छ भने आजै 15 गतेबाट शुक्र चाहिँ पश्चिममा उदय पनि हुँदै हुनुहुन्छ। शुक्र अस्त चलिरहेको धेरै समय भयो, 1.5 महिना चान्चुन भयो। आजबाट शुक्र उदय हुँदै हुनुहुन्छ र आज हजुरहरू एकादशीको व्रतोपवास गर्नुहुन्छ भने आज एकादशीको व्रतोपवास पनि हो। दशमीन यो पञ्चाङ्ग जानकारी पश्चात आउनुहोस् राशिफलमा प्रवेश गरौँ। मेष राशि भएको व्यक्तिहरूलाई आज धनको क्षति हुने, मनोबलमा केही वृद्धि भएर जानेछन्। व्यापार व्यवसायमा घाटा हुन सक्ने भएका कारणले ओम अंगारकाय नमः गणेशको मन्त्र जप गर्नुहोस् र मङ्गलको मन्त्र जप गर्नुहोस्, राम्रो हुनेछ। वृष राशि भएका व्यक्तिहरूलाई अन्नादि क्षेत्रबाट विशेष प्रकारको लाभ, वस्त्र कपडाहरूको क्षेत्रबाट लाभ हुने र कपडा व्यापार व्यवसाय, अन्नादि क्षेत्रको व्यापार व्यवसाय, क्याफेहरू, शौखिनताको व्यापार व्यवसायमा लाभ हुनेछ। मिथुन राशि भएका व्यक्तिहरूलाई आज केही सिङ भएका चिजहरूबाट, जङ्गली जनावर, पशु चौपाय, सवारी साधनहरूबाट विशेष गरेर दुई पाङ्ग्रे सवारी साधनमा सावधानी रहनुहोला। सवारी साधनमा क्षति, अनावश्यक खर्चको वृद्धि हुन सक्ने भएका कारणले ओम विष्णवे नमः मन्त्रको जप गर्नुहोस् अथवा ओम नमो भगवते वासुदेवाय जप गर्नुहोस्। नभए यहाँहरूले पुरुष सूक्त सुनेर दिनको थालनी गर्नुहोस्। कर्कट राशि यहाँहरूको छ भने सुख शान्ति र समृद्धि मिल्ने दिन, मित्रहरूसँग भेट हुने, मनमा आनन्द छाउने दिन छ। सिंह राशि छ भने काममा सफलता मिल्ने, सोचेको भन्दा काममा राम्रो वृद्धि हुने, पद प्रतिष्ठा वृद्धि र धनैश्वर्य कमाउने र सोचेका कार्यहरू सफलतातिर जानेछन्। कन्या राशि भएका व्यक्तिहरूलाई आज समस्याले सताउने दिन, मनमा उराट र दिगदार लाग्नेछ। पश्चातापको परिस्थिति खडा नहोला भन्न सकिन्न। दोष निवारणार्थ यहाँले भगवान नारायणको सेवा, ओम नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो विष्णु प्रचोदयात् यो मन्त्र जप गर्ने र आज पहेँलो लुगा र क्रिम कलरको लुगा लगाएर दिनलाई थालनी गर्नुहोस् र अफिसहरू जाँदा, विशेष काममा जाँदा त्यो कपडा युज गर्नुहोस्, राम्रो हुनेछ। तुला राशि भएका व्यक्तिहरूलाई मनमा डर त्रासको वातावरण बन्ने, यात्रामा केही समस्याहरू आउने, ऋण र स्वास्थ्यमा समस्याहरू आइदिन सक्छन्। त्यसकारणले तपाईँले आज ओम श्रीम श्रीयै नमः यो मन्त्रको जप अधिकाधिक गरेर दिनलाई थालनी गर्नुहोस्। वृश्चिक राशि मान सम्मान बढ्ने, सवारी सुख मिल्ने, वित्तादि क्षेत्रबाट धन सम्पत्तिको क्षेत्रबाट लाभ र सुख र खुसी मिल्ने दिन छ। धनुराशि शत्रुहरू पर भाग्नेछन्, रोगबाट छुटकारा मिल्नेछ, आर्थिक पक्ष राम्रो देखिएको छ। मकर राशि यदि यहाँहरूको मकर राशि छ भने मनमा दुःखको वातावरण बन्ने, कार्यक्षेत्रमा समस्याहरू आउने, स्वास्थ्य स्थितिले त्यति साथ नदिन सक्छ। भगवतीको सेवा गरेर रातो टीका लगाएर वा कालो तिलक लगाएर हिँड्नु होला, कार्यालय आदिमा जानुहोला। राम्रो कुरा केही चाहिँ तपाईँ डिल गर्दै हुनुहुन्छ, केही एग्रिमेन्टहरू गर्दै हुनुहुन्छ भने यी चिजहरूलाई प्रयोग गर्नुहोला। कुम्भ राशि अविश्वासको वातावरण बन्ने, सवारी साधनमा क्षति हुने, पेटका समस्याले सताउने भएका कारणले खानपानमा विशेष सावधानी रहनुहोला। शनि मृत्युञ्जय सुन्नुहोस् र हनुमान चालिसा आज पढेर दिनलाई थालनी गर्नुहोस्, राम्रो हुनेछ है त। मीन राशि यदि यहाँहरूको मीन राशि छ भने वस्त्रादिबाट विशेष प्रकारको लाभ, स्त्री जातिबाट सुख मिल्ने, विजय प्राप्त हुने दिन, विभिन्न प्रकारका सुखहरू मिल्नाले मनमा खुसी छाउला। समग्रतामा मीन राशिलाई मध्यम राम्रो समय देखिएको छ। ग्रह गोचरको प्रभाव तपाईँको आजको राशिफल यहाँहरूलाई कस्तो लाग्यो कमेन्टमा बक्समा गएर कमेन्ट गर्न नबिर्सनु होला। यहाँहरूको समग्र दिन सुखमय बनोस्। हस्त नमस्कार।